हेलो फ्रेन्ड, वेलकम टु माई च्यानल। आज हामीले एनएफआरएस है त एनएफआरएस 16 लिज है एनएफआरएस 16 लिजको चाहिँ एउटा सिम्पल क्वेसन गर्दैछौँ एक्जाम्पलको थ्रुबाट। लेसीको एकाउन्टिङमा के कस्तो हुन्छ त भन्ने कुरा चाहिँ हामीले यो भिडियोमा गर्छौँ। र यो लेसीको एकाउन्टिङमा चाहिँ सिमिलरली यस्तै नै क्वेसन नै आइरहेको हुन्छ हैन। एउटा हेरौँ त एक्जाम्पल अनुसार। अब तपाईहरुलाई बेसिक थाहा छ भन्ने कुरा मैले एज्युम गरेँ। यदि थाहा छैन भने कमेन्ट मार्नु। मैले चाहिँ लेसीको एकाउन्टिङमा हैन यसको के छ त आइडेन्टिफिकेसन अफ द एसेट्सको बारेमा, राइट अफ युज हैन, लिजको लायबिलिटी के हुन्छ त भन्ने कुराहरु चाहिँ मैले बनाउने छु। र तपाईहरुले यदि बेसिक थाहा छ भने यो भिडियो एकदमै इफेक्टिभ हुनेछ है त। हेरौँ त एउटा एक्जाम्पलको मार्फतबाट क्वेसन हामीले हेरौँ। सपोज एउटा ए लिमिटेड भन्ने छ, उसले चाहिँ कुनै पनि एउटा लिज कन्ट्र्याक्ट गरेको छ हैन, लिज कन्ट्र्याक्ट गरेको छ फर कति भन्दाखेरि सपोज मानौँ 5 इयर्स हैन को के छ लिज पिरियड छ, 5 इयर्सको लिज पिरियड छ। त्यसपछि अब एसेट्स भनौँ न, एसेट लिजमा लिएको छ भनौँ न हैन। त्यसपछि त्यो एसेटको युजफुल लाइफ भनेको चाहिँ मानौँ 10 वर्षको छ गरे। त्यसपछि लिज पेमेन्ट कति छ भन्दाखेरि लिज पेमेन्ट चाहिँ 50,000 रुपीस 50,000 पर एनम हैन। एट बिगिनिङ अफ इच इयरको क्वेसन गरौँ न हैन। अब यो बिगिनिङ अफ इच इयर हुँदा के हुन्छ, एट द एन्ड अफ रिपोर्टिङ पिरियड भन्दाखेरि के हुन्छ भन्ने कुरा अब मैले पुरै नै कभर गर्ने प्रयास गर्छु यो क्वेसनबाट। अनि इनिसियल डाइरेक्ट कस्ट पनि हाम्रो यो रुपीस लेखौँ। इनिसियल डाइरेक्ट कस्ट कति छ भन्दाखेरि 20,000 लेखौँ। त्यसपछि अर्को के राखौँ भन्दाखेरि लिज इन्सेन्टिभ पनि पाएछ हैन। लिजको इन्सेन्टिभ यसलाई हामीले रिम्बर्समेन्ट, क्वेसनमा रिम्बर्समेन्ट दियो भने के गर्ने त भन्ने कुरा पनि हामीले हेरिरहनु पर्छ। रिम्बर्समेन्टमा 5,000 रहेछ। त्यसपछि हामीलाई रेट आउँछ आइआर रेट अथवा डिस्काउन्ट रेट पनि भनौँ यसलाई हैन। आइआर रेट अथवा डिस्काउन्ट रेट भनेको हाम्रो 5% छ। भनेपछि के रहेछ त भन्दाखेरि एसेट लिजमा लिएर रहेछ। लिज पिरियड चाहिँ 5 वर्षको रहेछ। अनि एसेटको युजफुल लाइफ भनेको 10 वर्षको रहेछ। अनि लिज पेमेन्ट चाहिँ अब 50,000 पर एनम एट द बिगिनिङ अफ इच इयर भन्यो। यहाँ चाहिँ यो नयाँ थपिदियो एट द बिगिनिङ अफ इच इयर भनेर। अनि इनिसियल डाइरेक्ट कस्ट भनेको 20,000 छ। लिज इन्सेन्टिभ अथवा रिम्बर्समेन्ट भनेर 5,000 को छ। र रेट हामीलाई दियो 5% को दियो है त। अब हामीलाई थाहा छ अब लेसीको एकाउन्टिङ गर्दाखेरि हामीले इनिसियल रिकग्निसन र सब्सिक्वेन्ट रिकग्निसन भन्ने कुरा हुन्छ। इनिसियल रिकग्निसनमा चाहिँ सुरुमा हामीले लिज लायबिलिटी निकाल्नुपर्छ हैन। लिज लायबिलिटी कसरी निकालिन्छ त भन्दाखेरि प्रेजेन्ट भ्यालु अफ द के त भन्दाखेरि अनपेड एमाउन्ट भनेर हामीले निकालिन्छ भने। अनि आरओयू भनेको राइट अफ युज एसेट भनेर हामीले चाहिँ कसरी निकालिन्छ त भन्दा अब ओपनिङ, अब हामीले ओपनिङ भन्दा पनि त्यसमा चाहिँ अब हामीले गर्दै गर्छौँ त्यो राइट अफ युज अफ एसेट्स कसरी निकालिन्छ भन्ने कुरा। अब सुरुमा चाहिँ हामीलाई थाहा नै छ अब इनिसियल मेजरमेन्ट निकाल्दाखेरि के गरिन्छ त भन्दाखेरि लिज लायबिलिटीलाई निकाल्नुपर्छ। लिज लायबिलिटी निकाल्नु भनेको चाहिँ प्रेजेन्ट भ्यालु निकाल्नु हो अफ द अनपेड एमाउन्ट भन्छ है त। अब म यहाँ हेरौँ त एकचोटि, धेरै कुरा गर्नुभन्दा पनि पहिला अब यहाँ अब यो कुरा यो तपाईहरु लेख्नुस्। अब सल्युसन जानुभन्दा पनि अगाडि अब ल सल्युसनै जाऊँ न त हैन। सल्युसनमै जाऊँ। के हो त भन्दाखेरि अब के भन्यो भन्दाखेरि एट द बिगिनिङ अफ द इच इयर भन्यो। लिज पेमेन्ट चाहिँ एट द बिगिनिङ अफ द इच इयर भन्यो। अब हामीलाई थाहा नै छ हैन इनिसियल रिकग्निजेसन अथवा मेजरमेन्ट के हो त भन्दाखेरि हामीले कसरी निकालिन्छ त भन्दाखेरि प्रेजेन्ट भ्यालु अफ लिज पेमेन्ट अथवा लिज एमाउन्ट अनपेड एट इनिसियल डेट। अब यो अनपेड एट इनिसियल डेट भनेको के हो त भन्दाखेरि अब के भयो त भन्दाखेरि कस्तो हुनसक्छ त। अब अनपेड एमाउन्ट कस्तो हुनसक्छ त। अब अनपेड एमाउन्ट भनेको कस्तो हुनसक्छ त भन्दाखेरि
सपोज 1 हैन 2010 मा चाहिँ लिजमा लियो अरे हैन लिजमा लियो। मैले यो चाहिँ अब इनिशियल रिकग्निसनको यो अनपेड एमाउन्ट बुझाउँदैछु, एकदम महत्त्वपूर्ण छ यो। सपोज 1/1/2010 मा चाहिँ के गर्यो त भन्दाखेरि लिजमा लियो अरे हैन लिजमा लियो। अब पेमेन्टको मेथड कस्तो कस्तो हुनसक्छ त हैन। लिज पेमेन्ट हरेक वर्ष चाहिँ के गर्यो त भन्दाखेरि बिगिनिङमा हुन नि सक्छ कि। अब यहाँ त्यही भन्यो नि त लिज पेमेन्ट चाहिँ के गर्यो त भन्दाखेरि बिगिनिङ अफ द इयरमा गर्यो भनेपछि 1/1/2010 मा गर्यो 1 लाख हैन। अनि 1/1/2011 मा 1 लाख गर्यो, 12 मा 1 लाख गर्यो, 13 मा 1 लाख गर्यो, 14 मा 1 लाख गर्यो हैन। 5 वर्ष हामीले लियौँ न भनेपछि एट द बिगिनिङ अफ द इच पिरियड भनेको अब बिगिनिङमै सुरुवातमै के गर्यो 1 लाख पेमेन्ट गर्यो। अनि अर्को वर्षको सुरुवातमै 1 लाख पेमेन्ट गर्यो। अब क्वेसनमा यस्तो भन्यो भने चाहिँ हामीले के गरिन्छ त भन्दाखेरि अब सुरुवातमै त इनिशियल डेटमा त हामीले त यो अब इनिशियल रिकग्निसन गर्दा त यो त सुरुमै तिरियो नि त हो। इनिशियल रिकग्निसन हामीले गर्दाखेरि यो सुरुको 1/1/2010 को 1 लाख त सुरुमै तिरियो भनेपछि अब यसलाई हामीले चाहिँ जोड्नु भएन। भनेको मतलब अनपेड एमाउन्ट भनेको अब यो 4 लाखलाई चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि प्रेजेन्ट भ्यालुमा ल्याउनु पर्यो भन्छ है त। अनपेड एमाउन्ट यदि के हो त भन्दाखेरि एट द बिगिनिङ अफ इच इयर भन्यो भने। अब अर्को केस पनि हुनसक्छ 1/1/2010 मा चाहिँ हामीले लिजमा लियौँ हैन लिजमा लियौँ, तर पेमेन्ट चाहिँ कसरी गर्ने भनेर रहेछ त भन्दाखेरि 31 हैन 12/2010 मा गर्ने रहेछ हैन। भनेको इयरको इन्डमा चाहिँ हामीले 1 लाख तिर्यौँ। फेरि अर्को वर्षको इयरको इन्डमा 2011 मा 1 लाख तिर्यौँ, 12 मा 1 लाख, 13 मा 1 लाख हैन, 14 मा 1 लाख। यसरी चाहिँ हामीले के गर्दो रहेछ त इयरको इन्डमा चाहिँ हामीले 1 लाख तिर्दो रहेछौँ लिज पेमेन्ट भनेपछि त अब इनिशियल डेटमा त हामीले त सबै 5 लाख नै के गर्नु पर्यो भन्दाखेरि कन्सिडर गर्नु पर्यो भनेपछि 1 जनवरीमा के गर्नु पर्यो त भन्दाखेरि 1 जनवरीमा हामीले 5 लाखलाई नै के हो त भन्दाखेरि तिर्न बाँकी छ हैन 5 लाख नै तिर्न बाँकी छ। सो लिज लायबिलिटी के हुन्छ त भन्दाखेरि 5 लाख नै हुन्छ। भनेको 5 लाखमा हामीले के गर्नु पर्यो प्रेजेन्ट भ्यालु निकाल्नु पर्यो भन्छ है त। यसरी पेड र अनपेडमा दुईटा केस हुनसक्छ कि त एउटा बिगिनिङमा पे गर्यो अथवा एट द इन्डमा पे गर्यो। यो चाहिँ हामीले के को कुरा गरेका छौँ इनिशियल रिकग्निसनको कुरा गरेछौँ। यो त एउटा बुझ्नेको पार्ट भयो है त। अब हामी त के गर्दैछौँ भन्दाखेरि अर्को पेजमा जाउँ है। हामी कहाँ थियौँ भन्दाखेरि इनिशियल रिकग्निसन। अब बल्ल हामीले के गर्नु त भन्दाखेरि सोलुसनतर्फ जाउँ है त। अब सुरुमा हामीले के गर्नुपर्छ त भन्दाखेरि लिज लायबिलिटी भनेर इनिशियल रिकग्निसन गर्नुपर्छ। लिज लायबिलिटी हाम्रो कति छ भन्दाखेरि हाम्रो लिज पेमेन्ट कति हो 50,000 को छ भनेपछि एट द बिगिनिङमा हो। एट द बिगिनिङ भनेपछि हामीले 4 वटा भने 4 लाखलाई मात्र हामीले के गर्नु पर्यो 4 लाख भन्न आएछ। यो एक्जाम्पलमा 4 लाख थियो, अब यहाँ 50,000 भनेपछि 50,000लाई हामीले प्रेजेन्ट भ्यालुमा ल्याउनु पर्यो। भनेको कसरी ल्याइन्छ प्रेजेन्ट भ्यालु डिस्काउन्टिङ गर्ने डिभाइड 1.05 को पावर 1 प्लस 50,000 डिभाइड बाई 1.05 को स्क्वायर हैन प्लस 50,000 डिभाइड बाई 1.05 को क्युब हैन। त्यसपछि 50,000 डिभाइड 1.05 को पावर 4 गरेर हामीले चाहिँ कसरी निकालिन्छ त भन्दाखेरि यसलाई निकाल्ने ट्रिक थाहा छ तपाईहरुलाई। सुरुमा अब यामासियानम हैन 50,000 डिभाइडेड बाई 1.05 लाई 1 2 3 4 चट्टी त्यसपछि जीटी हान्ने भने कति आयो 1,77,298 भनेर आयो है त। कति आयो त भन्दाखेरि रुपीज 1,77,298 भनेर यसरी हाम्रो के आयो लिज लायबिलिटी आयो। यो हामी के छौं भन्दाखेरि यो हामी कहिले छौं भन्दाखेरि 1/1/2010 को कुरा गर्दैछौं है त। अब डेट मैले राखेको छैन क्वेशनमा। अब हामीले यसरी एज्युम गरौँ यो भनेको के हो इनिशियल रिकग्निसन है त। इनिशियल रिकग्निसनमा त्यसपछि फेरि इनिशियल रिकग्निसनमा अर्को के हुन्छ भन्दाखेरि लिज एसेट अथवा यसलाई हामीले के भन्न सक्छौं भन्दाखेरि राइट अफ युज एसेट हो। यसलाई आरओयू भन्न सकिन्छ है त। अब यो कसरी निकाल्ने त भन्दाखेरि अब यसको हामीले राइट अफ युज एसेट भनेर हामीले कसरी निकालिन्छ भन्दाखेरि
5-6 कुराहरू हामीले हेर्नुपर्छ। के हो त भन्दाखेरि सुरुमा चाहिँ लिज लायबिलिटीलाई जोड्नु पर्यो, लिज लायबिलिटी। त्यसपछि कुनै पनि इनिसियल पेमेन्ट छ भने, क्वेसन तपाईहरुले हेर्नु हैन, कुनै पनि इनिसियल पेमेन्ट छ भने, त्यसपछि कुनै पनि डाइरेक्ट कस्टहरु छ भने हैन, अथवा कुनै पनि रिस्टोरेसन कस्टहरु छ भने, रिस्टोरेसन अथवा रिमुभिङ कस्ट, डिसमेन्टलिङ कस्ट छ भने, र त्यसबाट हामीले के घटाउँछौँ त भन्दाखेरि लिज पेमेन्ट हामीले घटाउँछौँ। अब यो लिज एसेट निकाल्दाखेरि मैले त्यतै पनि ओभरभ्यू दिएँ। हामीले चाहिँ के कसरी निकालिन्छ भन्दाखेरि यसलाई मैले यता लेखेँ त, सर्टकटमा लेखेछु, तपाईहरुले बुझ्नुहुन्छ है। अब लिज एसेट निकाल्दाखेरि हामीले कसरी निकालिन्छ भन्दाखेरि सुरुमा लिज लायबिलिटी कति छ हामीले निकालिन्छ, लिज लायबिलिटी। त्यसपछि प्लस इनिशियल पेमेन्ट कति गरेको छ हो, बिगिनिङमा गर्यो नि त, इनिशियल पेमेन्ट कति गरेको छ त्यो भयो। त्यसपछि डाइरेक्ट कस्ट कति छ, डाइरेक्ट कस्टलाई पनि हामीले जोडिन्छ। त्यसपछि कुनै पनि डिसमेन्टलिङ कस्ट छ भने त्यसलाई पनि जोडिन्छ। र हामीलाई चाहिँ इन्सेन्टिभ्स भनौँ न, रिइम्बर्समेन्ट भनौँ न, रिइम्बर्समेन्ट छ भने हामीले चाहिँ त्यसलाई घटाइन्छ। र यसको टोटल भनेको हाम्रो के आउँछ त भन्दाखेरि लिज एसेट भनेर आउँछ, अथवा आरयु एसेट भनेर यसरी आउँछ। भनेपछि अब हामीले त्यही गर्ने। अब यहाँ हेरौँ क्वेसन तपाईहरुले हेर्नु। अब लिज लायबिलिटी कति छ हेरौँ त। लिज लायबिलिटी भनेको यही माथिको कुरा हो, 17, 72, 98। त्यसपछि प्लसमा हाम्रो आउँछ के छ इन्डाइरेक्ट हो, इनिशियल। अब यसो गरौँ न, इनिशियल पेमेन्ट कति गरेको थियो 50 हो, 11 50,000 गरेको थियो बिगिनिङमा हो नि त। यो त बिगिनिङमा इनिशियल पेमेन्ट यति गरेको थियो। प्लस हामीलाई के पनि दिएको थियो भन्दाखेरि डाइरेक्ट कस्ट पनि दिएको थियो। डाइरेक्ट कस्ट कति दिएको थियो हेरौँ त भन्दाखेरि 20,000 को डाइरेक्ट कस्ट दिएको थियो। क्वेसन हेर्नु है, क्वेसन हेर्नु। त्यसपछि हामीलाई के पनि दिएको थियो त भन्दाखेरि रिइम्बर्समेन्ट अथवा लिजको इन्सेन्टिभ्स हो, यसलाई हामीले रिइम्बर्समेन्ट पनि भनौँ। यो कति दिएको थियो भन्दा यसलाई माइनस गर्ने हो। रिइम्बर्समेन्ट हाम्रो 5,000 को रिइम्बर्समेन्ट दिएको थियो। अब यो आयो हाम्रो लिज एसेट कति आउँछ, त्यो जोड गरौँ 17, 98 हेरौँ त यहाँ कति थियो गए 17, 298 प्लस 50,000 प्लस 20,000 माइनस 5,000 भनेर हाम्रो कति आयो 24। यहाँ हेरौँ त 24, 22, 98 भनेर हाम्रो यो के आयो त भन्दाखेरि आरयु एसेट आयो। आरयु एसेट हो। हामी अझै पनि कहाँ छौँ भन्दाखेरि इनिसियलमा छौँ है त, वर्षको सुरुवातमै छौँ हो, 11 मै छौँ है त। अब 11 मा जनरल एन्ट्री के हुन्छ, यसको एकाउन्टिङ के हुन्छ, जनरल एन्ट्री के हुन्छ भन्दाखेरि अब राइट टु एसेट हाम्रो एसेटमा भयो भनेपछि राइट अफ युज एसेट एकाउन्ट डेबिट गरौँ कतिले 24, 22, 98 अनि 2। त्यसपछि 2 बैंक एकाउन्ट अहिले हेरौँला हामीले। अनि 2 के हो त भन्दाखेरि लायबिलिटी, 2 लिज लायबिलिटी, लायबिलिटी कति छ बढ्यो हो, भनेको हाम्रो लायबिलिटी कति छ भन्दाखेरि लिज लायबिलिटी 17, 72, 98, 17, 72, 98। अब बैंक एकाउन्टमा हामीले के तिर्यौँ त भन्दाखेरि हामीले इनिशियल पेमेन्ट तिर्यौँ, हामीले डाइरेक्ट कस्ट तिर्यौँ, र हामीलाई रिइम्बर्स कति भयो 5,000 को रिइम्बर्समेन्ट भयो भनेपछि कति थियो भन्दाखेरि 50,000 प्लस 20,000 माइनस 5,000 कति आयो थियो भन्दाखेरि 50, 60, 70, 70, 5, 65,000 को हाम्रो यसरी आउँछ। एकचोटि जोडौँ त 77, 298 प्लस 65,000 भनेर 24 यति आयो त। भनेपछि हाम्रो यो चाहिँ इनिशियल रिकग्निसनमा जनरल एन्ट्री यो हुँदो रहेछ है त। अब सब्सिक्वेन्ट रिकग्निसनमा अब यो के हो त भन्दाखेरि इयर इन्डमा हो। इयर इन्डमा के हुन्छ त भन्दाखेरि अब हेरौँ त हामीले एउटा लिज लायबिलिटी टेबल बनाउँछौँ, लिज लायबिलिटी टेबल बनाउँछौँ, र यसमा चाहिँ इयर इन्डेड हैन, इयर इन्डेड भनेर हामीले के राख्छौँ भन्दाखेरि अब 2010 हामीले 11/2010 को एक्जाम्पल लिन्छौँ। अब यहाँ चाहिँ 31/12/2010 हुने भयो हैन। अब ओपनिङ
ओपनिङमा ए भनौँ न यसलाई ओपनिङ हाम्रो कति थियो लिज लाइबिलिटी ओपनिङमा हाम्रो लिज लाइबिलिटी कति थियो भन्दाखेरि यहाँ हेरौँ त लिज लाइबिलिटी ओपनिङ 17 72 98 थियो हैन 17 ल यो च्याप्टे चाहिँ यसलाई मैले यता राखेँ है सजिलो हुन्छ 17 72 98 हो छ त्यसपछि इन्ट्रेस्ट हामीले जोड्नु पर्यो यसलाई बी भनौँ इन्ट्रेस्ट अब यसमा कति थियो इन्ट्रेस्ट एट द रेट 5% थियो हो भनेको 17 72 98 को 5% भनेको कति हो 8865 आउँछ त्यसपछि हामीले के निकाल्नु पर्यो पेमेन्ट कति गर्यो त यसलाई सी भनौँ हो पेमेन्ट कति गर्यो त भन्दाखेरि हाम्रो सुरुमा पेमेन्ट गरेको 50,000 हो अब यहाँ क्लोजिङ भनेको ए प्लस बी माइनस सी क्लोजिङ हेरौँ कति आउँछ भन्दाखेरि 17 72 98 प्लस 8865 माइनस 50,000 भनेर हाम्रो कति आयो 13 61 63 भनेर यसरी आयो है त यो हाम्रो इयर एन्ड यति अब यसरी नै हामीले 31/12/2011 को निकाल्न पर्यो भने क्लोजिङको यहाँ ओपनिङमा आयो 13 हो अब यसको इन्टु 5% कति हुन्छ भन्दाखेरि 6808 हुन्छ अनि फेरि 50,000 पेमेन्ट गरिन्छ दोस्रो वर्षमा अब यसलाई जोडघटाउ गरौँ के हो भन्दाखेरि प्लस 13 61 63 माइनस 50,000 भनेर कति आयो त भन्दाखेरि 92 97 1 भनेर यसरी हामीले आउँछ है त यसरी हामीले गर्दै गरिन्छ अब हामी त केमा छौँ भन्दाखेरि इयर एन्ड 2010-12 को मा छौँ अब जनरल एन्ट्री के हुन्छ त भन्दाखेरि 8 एन्ड अफ इयर 1 हामीले इयर 1 को मात्र हेर्छौँ सुरुमा त हामीले अब इन्ट्रेस्ट एक्रु गर्नु पर्यो इन्ट्रेस्ट एकाउन्ट डेबिट अथवा यसलाई हामीले के भनिन्छ भन्दाखेरि फाइनान्शियल कस्ट पनि भनिन्छ हैन यो भनेको कति हो 8865 छ 8865 छ त्यसपछि 2 के हो त भन्दाखेरि लिज लायबिलिटी यसलाई लेजर पनि भनिन्छ लेजर पनि भनिन्छ एकाउन्ट कति छ 8865 हो यो भनेको के हो बिङ इन्ट्रेस्ट एक्रुड हो इन्ट्रेस्ट एक्रु गर्यो त्यसपछि 2 नम्बरमा अब पेमेन्ट पनि गर्यो हामीले पेमेन्ट 50,000 को गरेछौँ पेमेन्टको इन्ट्री के हुन्छ सिम्पल पेमेन्ट टु बैंक भइहाल्यो पैसा गयो एकाउन्ट अब यहाँ के हो लिज लायबिलिटी हट्यो हो एकाउन्ट डेबिट भनेको 50,000 पेमेन्ट गर्यो यो के हो बिङ अब न्यारेसन लेख्नु बिङ पेमेन्ट मेड हैन त्यसपछि अब यो दुईटा भयो तर अब हामीले यो दुईटा यसरी नदेखाएर हामीले कम्बाइन पनि गर्न सकिन्छ है त यो चाहिँ कम्बाइन कसरी गर्न सकिन्छ त भन्दाखेरि यहाँ हेर्नु है त इन्ट्रेस्ट एकाउन्ट डेबिट भनेर कति छ 8865 छ हो त्यसपछि अब लिज लायबिलिटी 8865 छ लिज लायबिलिटी डेबिटमा 50,000 छ भनेपछि 50,000 माइनस 8865 भनेको कति हो 41,135 भनेपछि हामीले यसरी गर्न पनि सकिन्छ लिज लायबिलिटी एकाउन्ट डेबिट भनेर 4135 हामीले डाइरेक्ट गर्न सकिन्छ टु बैंक भनेर हामीले कति तिरेको भन्दाखेरि 50,000 तिर्यो भनेपछि यहाँ एकचोटि जोड्नु त आउँछ 50,000 प्लस 8865 हो 50,000 आउँछ है त यो दुईटा जोड्ने हो भने हामीले यसरी यो दुईटा इन्टु नगरेर सिधै यो गर्न पनि सकियो अनि यो सेकेन्ड नम्बर थर्ड नम्बरमा हामीले के गर्ने अब डेप्रिसिएसन चार्ज गर्नु पर्यो नि त एसेटलाई त अब डेप्रिसिएसन चार्ज गर्नु पर्यो हो भनेपछि डेप्रिसिएसन 10 वर्ष दिएको थियो नि त हामीलाई एकाउन्ट डेबिट तर है त टु आरओयू एसेट भनेको राइट अफ युज एसेट अब डेप्रिसिएसन हाम्रो कति हो भन्दाखेरि एसेट्सको कति थियो भन्दाखेरि हाम्रो यहाँ हेरौँ त आरओयू भनेको 24/22/98 थियो इनिसियलमा भनेपछि ओपनिङमा हेरौँ त 22242298 डिभाइडेड भयो अब यहाँ हेरौँ हामीलाई क्वेसनले के भनेको थियो भन्दाखेरि लिज 5 इयरको थियो र युजफुल लाइफ 10 इयरको थियो भनेपछि डेप्रिसिएसन निकाल्दा हामीले के गर्नुपर्छ भन्दाखेरि हो लोअर अफ के हो भन्दाखेरि लिज पिरियड अर युजफुल लाइफ है त हामीले चाहिँ यो लेख्न सकिन्छ है त लोअर अफ युजफुल लाइफ अथवा लिज पिरियड भनेको 5 वर्ष हामीले डिभाइड गर्नु पर्यो भनेपछि यहाँ डेप्रिसिएसनमा एसएलएम मेथडबाट कुनै पनि मेथड भन्यो भने एसएलएम 5 है त लोअर अब यो कति आयो हेरौँ त भन्दाखेरि 24/2298 डिभाइडेड बाई 5 भनेर हाम्रो आयो 48
यहाँ हेरौँ त 48 460 48 460 भनेर यसरी डेप्रिसिएसनमा आयो। र फाइनल्ली हाम्रो चौथो इन्ट्री के हुन्छ त भन्दाखेरि अब यो डेप्रिसिएसन र इन्ट्रेस्टलाई हामीले पिएनमा ट्रान्सफर गर्ने है त। भनेको प्रफिट एन्ड लस एकाउन्ट डेबिट टु इन्ट्रेस्ट टु डेप्रिसिएसन भनेर अब यो के हो त भन्दाखेरि राइट अफ गरेको हो। इन्ट्रेस्ट कति छ हाम्रो? इन्ट्रेस्ट हाम्रो 8865 छ हो। डेप्रिसिएसन 48460। अब प्रफिटमा कति गयो त भन्दाखेरि 8865 प्लस 48460 भनेर कति आयो त भन्दाखेरि 57325 भनेर हामीले यसरी चाहिँ के गरिन्छ त भन्दाखेरि एक्सपेन्स राइट अफ गरियो र यसरी हामीले लेसीको एकाउन्टमा ट्रिट गरिन्छ है त। कति बुझ्नुभयो कति बुझ्नु भएन कमेन्ट डाउन हैन। हामीले चाहिँ यसरी गरिन्छ है त। थ्याङ्क यू सो मच।